जाजरकोटदेखि आउँदै गरेको काठमाडौँ जाने नाइट बस बोटेजौरदेखि अर्को बाटो चाहिँ दाङ बुटोल तुलसीपुर हुँदै जाने बाटोमा बिचमा आउँदै गर्दा मालारानी भन्ने ठाउँमा बसको चाहिँ टायर पङ्चर भएर यहाँ हामी करिब अहिले बेलुकाको 7 बजिसकेको छ। यहाँ चाहिँ यात्रीहरू देख्न सक्नुहुन्छ। यता सबै यात्री चाहिँ बङ्गारा लागेर बस्नु भएको छ। अब बस मिस्त्री आउने चाहिँ कति बेला हो त्यो भएर मिस्त्रीलाई कुरेर आइपुग्नु भएको छैन। यो दृश्य चाहिँ देख्न सक्नुहुन्छ तपाईहरु चाहिँ बोटेचौरदेखि अगाडि मालारानी भन्ने ठाउँको दृश्य देख्न सक्नुहुन्छ। हामी करिब दाङ तुलसीपुर भन्ने गाडीहरू चाहिँ यता गइरहेको छ। यहाँ चाहिँ देख्नुहुन्छ यो मालारानीदेखि चाहिँ उता डाँडै देखिरहेको छ कता कता। यात्रीहरू देख्न सक्नुहुन्छ कोही चाहिँ सुतिराख्नु भएको। देख्न सक्नुहुन्छ बोटेजौरदेखि अगाडि चाहिँ मालारानी भन्ने ठाउँमा चाहिँ आएर टायर पङ्चर भएर करिब 2 घण्टा जति भइसक्यो। यहाँ अहिलेसम्म गाडी बनेको छैन। रात परिसकेको छ देख्न सक्नुहुन्छ। डाँडा अँध्यारो भइसकेको छ हैन। यो चाहिँ यता बोटेचौर हुँदै आउने रोड चाहिँ यो हो। यताको बाटो देख्न सक्नुहुन्छ डाँडाहरू छ। यो चाहिँ बोटेचौर हुँदै यता दाङ तुलसीपुर जाने रोड नयाँ रोडहरू बन्दैछ। देख्न सक्नुहुन्छ डाँडाहरू छ जताततै। ल गाइस बाइ बाकी अब अर्को भिडियोमा जानेछु।